दमकमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ दमकले आफ्नो 15औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गोर्खा डिपार्टमेन्टको प्राङ्गणमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष केशव कुमार अग्रवालले अध्यक्षता गर्नुभएको थियो भने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमुख अतिथिको रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। क्लबले हरेक वर्ष झैं यो वर्ष पनि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम निरन्तरता दिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो। कार्यक्रममा क्लबका सदस्य, लाइफलाइन अस्पतालका प्रतिनिधि, जीवनचक्र समाजका सदस्य तथा दमकको ग्लोबल एजुकेसनल एकाडेमीका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा कुल 52 पिन्ट रगत सङ्कलन गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो। स्थापना दिवसकै अवसरमा हालैको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान, कुर्सी र टेबल समेत हस्तान्तरण गरिएको थियो। उक्त सामग्री उपप्रमुख रेगिना भट्टराई प्रसाई र क्लब अध्यक्ष अग्रवालले इलाका प्रहरी दमकका प्रमुख किशोर लम्साल तथा ट्राफिक प्रहरी प्रमुख विजय राईलाई हस्तान्तरण गर्नुभएको थियो।